हेलो साथीहरू, गुड मर्निङ। सन्चै आरामै हुनुहुन्छ हजुरहरू? मलाई अलि बेग्लै देखिएछ होइन साथीहरू? हेर्नु न, कलर पनि गरेको छु मैले त। अब दसैँ पनि आउन लाग्यो, छोराले कराएर कि साह्रै भएन कि मम्मी गर्नु के भनेर यो कलर गरेको। हेर्नु साथीहरू, त्यो कलरहरूमा धेरै केमिकल हुन्छ। त्यही भएर मैले चाहिँ अब यस्तै चाडबाडहरू आउँदा त्यस्तै पर्दाखेरि मात्रै गर्छु, नत्र गर्दिनँ मैले चाहिँ। अब त्यही भएर बस्ने दिन पनि आइसक्यो है। छोराको बिहा भएको छैन, त्यही भएर हो। छोराको बिहा हुने, नाति नातिना हुने भयो भने त्यही भएर बस्ने हो। दुनियाँ केमिकल लगाएर है, त्यो पनि राम्रो छैन। के सुन्दर हुनु छ। आजभोलि त भएन भनेर यस्तो यस्तो यो सबै यो काटेर है, यहाँ माथि टाँसेर सिलाएर बुढीहरू पनि अब चाउरी परेकोले यहाँ तन्काएर यहाँ घुसारेर त्यो के त्यो भित्र हालेर पुक्का पारेर गालाहरू होइन, हाइपो के अरे फेसियल अरे, यसलाई पनि तन्काएर यसलाई पनि काटेर हेर्नु तनक के होला है। रहर, मान्छेको रहर। ए बाबा, अब जतिसुकै भए पनि हामी 16 वर्षै हुन्न। उमेर जति हुने हो त्यति त्यो भएरै छाड्छ। देखिने मान्छे जति सुन्दर भने पनि अब त्यो केटाकेटी देखिने होइन र। तर मान्छेको अब रहर है, त्यो छेकेर अब कहाँ छेकिन्छ र। जसको रहर छ उहाँहरूलाई त्यस्तो त्यो दुख्यो होला नि है। कति समय त्यो दुख्यो होला बिचरा है। आँखा पनि यसो गर्न पनि मिलेन होला, मुख पनि गरेर खान पनि मिलेन होला, घाँटीहरू त यसो गर्न पनि मिलेन होला कति दिनसम्म। आमा हेर्न त यस्तो गरी सुन्दर बन्छन् है। मलाई त त्यो त अजिब लाग्छ, अजिब। हेर्नुहोस्, अजिब लाग्छ। सुन्दर भनेको कुरा त के हुन्छ नि, मन हो सुन्दर, के व्यवहार हो सुन्दर है। हामीले आफ्नो मनलाई सुन्दर बनायो भने त्यसै सुन्दर भन्छ। हाम्रो मनै कालो छ भने कसरी सुन्दर हुने? जति थुतु नयो हामीले लिपस्टिक लगाए पनि, गाजल गराए पनि, यहाँ काटेर तन्काए पनि, घाँटी सबै गराए पनि है, यो बाहिरी सुन्दरले खासै त्यो केही अर्थ लाग्दैन। ए भगवान्। हुनु त फेरि मैले यस्तो कुरा गर्दा बिचरा उहाँहरूलाई फेरि पिर पर्ला है, त्यसको लागि माफ पाम। तर मलाई चाहिँ अजिब लाग्छ, आफ्नो भएको शरीरलाई काटकुट पार्नु त्यो बहुत राम्रो होइन। कतै नसै के भइदियो भने के गर्ने? सुन्दर बन्ने चक्करमा झन् ठुलो जटिल एउटा समस्या आयो भने के गर्ने है? गाह्रो छ, गाह्रो। म त नगर्नुहोस् भन्छु त्यसरी।